कुरा पहिलो जोड दिनुपर्ने एउटा आवश्यकता छ जस्तो लाग्छ मलाई। अर्को कुरा भनेको सँगसँगै हाम्रो सहभागितालाई बढाउने कुरा त एकातिर छँदैछ, अर्को कुरा हाम्रा विषयवस्तुहरूलाई पनि जुन मूलधारका भनिएका चलचित्रको माध्यमबाट होस् अथवा हामीले जुन गर्दै गरेका मातृभाषी चलचित्रको माध्यमबाट होस्, कमसेकम हाम्रो कुराहरू पनि आउनुपर्छ, प्रतिबिम्बित हुनुपर्छ चलचित्रको माध्यमबाट भन्ने कुरा हो। त्यो कुरालाई सँगसँगै जोड दिनुपर्ने आवश्यकता छ। त्यसले गर्दा अब हामीले कसरी बढीभन्दा बढी चलचित्रकारहरू जन्माउने भन्ने कुरामा पनि ध्यान दिनुपर्ने भयो र सँगसँगै हाम्रा विषयवस्तु र हाम्रा मुद्दाहरूलाई पनि कसरी बाहिर ल्याउने चलचित्रको माध्यमबाट भन्ने कुरामा पनि जोड दिनुपर्ने आवश्यकता छ। यो कुरातिर हाम्रो सबै मगर चलचित्रकर्मीहरूको ध्यान जान आवश्यक छ र जसले यो चलचित्र क्षेत्रमा काम गरिराख्नु भएको छ उहाँहरूको त कर्तव्य हुँदै हो, सँगसँगै जसले चलचित्र क्षेत्रका नाममा केही गर्छु अथवा मेरो पनि एउटा आकांक्षा, मेरो इच्छा, मेरो एउटा जुन चलचित्र क्षेत्रमा केही गर्छु भन्ने जुन सोच राखेर अगाडि पाइला सार्दै हुनुहुन्छ उहाँहरूले पनि सोच्नुपर्ने विषय हो जस्तो लाग्छ मलाई। त्यसले गर्दा यतातिर अलिकति हामीले चाहिँ अहिले के हो जस्तो लाग्छ मलाई भने गुणस्तर भन्दा पनि अलिक बढी सङ्ख्यात्मक रूपले नै हाम्रो कमी भावनालाई अलिक बढी यतातिरै जोड दिने हो कि किन यसरी कमी भइरहेको छ भन्नेतिर पनि हामीले समीक्षा गर्नुपर्ने हो कि होइन, किन हाम्रो सोचे जति चाहिँ हाम्रो चलचित्रहरू बन्न सकेन, मगर चलचित्रकर्मीहरूको जन्म हुन सकेन, उत्पादन हुन सकेन भन्नेतिर पनि हामीले अलिकति भोट दिने हो कि भन्ने चाहिँ मलाई लाग्छ। त्यस कारणले अब हामी अब मिडियाकर्मी भएको हिसाबले र मगर साहित्य चलचित्रलाई चाहिँ माया गर्ने एउटा चाहिँ व्यक्ति भएको हिसाबले पनि म के भन्न चाहन्छु भने अब हामीले यतातिर पनि अलिकति अब यो तेस्रो अधिवेशनमा आइपुग्दाखेरि हामीले खास गरिकन कास्कीका मगरहरूलाई यतातिर कसरी डोर्याउने भन्ने कुरामा अलिकति चाहिँ हामीले सोच्नुपर्ने छ र यतातिर हाम्रो साथीहरूको ध्यान जान्छ भन्ने मैले विश्वास लिएको छु। त्यस हिसाबले आज जो निर्वाचित हुँदै हुनुहुन्छ आजको अधिवेशनबाट